हेलो गुड मर्निङ सबैजनालाई। कस्तो हुनुहुन्छ होला तपाईँहरू? उम्मिद गर्छु क्या राम्रै हुनुहुन्छ होला होइन। राम्रो छैन भने राम्रो हुने कोसिस गर्नुहोस् होला होइन। अनि मेरो नाम हो सत्यम अनि म डुवर्स बसेको केटो हो र ठीक है। म आज तपाईँहरूको बिचमा एउटा सानो भिडियो लिएर आएको छु होइन। र त्यो भिडियो चाहिँ म किचनको बारेमा भन्छु होइन। र किचनमा चाहिँ म के गर्छु भनेर र जुम किचन। तो चलिए शुरू करते हैं। र यो चाहिँ हाम्रो सिडी हो होइन। र यहाँबाट चाहिँ तल झरेर चाहिँ रेस्टुरेन्ट पुग्छ। यो चाहिँ हाम्रो रेस्टुरेन्ट हो। सब्जीले चाहिँ मलाई पर्खिरहेको थियो क्या। सब्जीलाई मजाले पहिला म भितारेँ होइन। त्यहाँदेखि मैले एउटा कुरा त बिर्सिहालेँ, तपाईँहरूलाई मेरो रेस्टुरेन्ट देखाउनु बिर्सिहालेछु। र यो चाहिँ मेरो रेस्टुरेन्ट हो, चिप्स 100% प्योर भेजिटेबल रेस्टुरेन्ट। अनि भित्र के छ सबै देखाउने छु तपाईँहरूलाई। ल भिडियो चाहिँ लास्टसम्म तपाईँहरूले हेर्नुहोस् होला होइन। यो चाहिँ स्ट्याच्यु हो, कस्टमर आउँदाखेरि चाहिँ वेलकम गर्ने होइन। यो चाहिँ ठुलो सोफा हो होइन। यो चाहिँ हाम्रो रेस्टुरेन्ट हो। क्यामेराको क्वालिटी खराब भएकोले गर्दाखेरि चाहिँ मैले तपाईँहरूलाई राम्रोसँग देखाउनु पाइनँ होइन। र यसमा चाहिँ यहाँनिर चाहिँ जुसहरू बनाउँछ। र यो चाहिँ हाम्रो किचन हो होइन। अनि यहाँ चाहिँ चुल्हाहरू छ। र जुन चाहिँ लास्टमा देख्दै गरेको त्यो चाहिँ मेरो डिपार्टमेन्ट हो, केडी डिपार्टमेन्ट भनेको चाहिँ किचन डिपार्टमेन्ट। र यो हाम्रो सानो किचन हो। बैगन। अब सबभन्दा पहिला चाहिँ म क्यामेरा यहाँ ठक्कै राख्छु होइन। राखेपछि म टोपी लाउँछु खानातिर केस नपरोस् भनेर। त्यसको बादमा म डस्टबिन कभर हाल्छु। डस्टबिन कभर हालिसकेपछि सिलिन्डर हाल्छु। सिलिन्डर त हाल्नै पर्यो, केमा भुट्नु भात। फटाफट सिलिन्डर हालेपछि सिलिन्डर अन गरेर जति बाहिरबाट आएको भेजिटेबलहरू चाहिने जति चाहिँ अहिले काट्ने जति चाहिँ टेबलमा राखिदिएँ। अनि नचाहिने जति चाहिँ नचाहिने भनेको चाहिँ स्टोर गर्ने चिजहरू चाहिँ फ्रिजमा राखिदिने हो। अनि मैले आगो बालिसकेँ, अब तेल हाल्दैछु होइन। यसमा चाहिँ